हेलो सबैजनामा नमस्कार। म नखतीको नाति आज पनि उपस्थिति भइसकेको छु हजुरहरूमा उपस्थित। यहाँ चाहिँ हाम्रो लालीगुराँस छ। आज चाहिँ हाम्रो खड्कश्री सुटिङमा एकदमै पानी परेको छ अनि हाम्रो सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवालाई नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिन भन्न चाहन्छु। पानी पनि परिरहेछ। अहिले चाहिँ मौसम यस्तै छ है, पानी परिरहेछ अहिले। यहाँ दाउरा फाल्दैछ बेलाले यस्तो छ। अरू हाम्रो टिमको मान्छेहरू चाहिँ रुमतिर रेस्ट गर्न जानुभएको छ। अहिले चाहिँ यहाँ फाल्नु हुँदो रहेछ। यहाँ पनि छ, एकदमै ठुलो परिरहेछ पानी चाहिँ होइन, हल्का ठुलो पनि होइन, ठिक्क। यहाँ चाहिँ हाम्रो गुन्द्रुकहरू लाउने भनेर पनि हामीले यहाँ साग सब्जीहरू यहाँ सुकाएका छौँ। यहाँ मुला भयो अनि यता लागेर गुन्द्रुक। यहाँ माथि देखेको गोठपन्ती हुनुहुन्छ, रुममा हुनुहुन्छ। पानी त निकै साह्रै पर्छ जस्तो त, निकै नपरेको चाहिँ भइसकेको थियो, त्यही भएर पर्छ जस्तो पनि छ। भिडियो हेर्दै गर्नु होला मेरो। यहाँ हुन्छ माया फुयालजी, नमस्कार। माया लाउला तिमीलाई यसपालि खोलाको तिरै खैमा फुल्ने त्यो लाली गुराँस बेसी माटो टोला। काकाजी नमस्कार। नमस्ते हजुर, म सूर्य उदाको यो हाम्रो सेल काकाजी पनि यहाँ एकदम अहिले पानी परेर आराम गरिरहनु भएको छ। उहाँ चाहिँ अब 4 दिनपछि जानु पनि हुँदैछ घर, यसो रमाइलो गर्नको लागि। पानी पर्यो हसिना झर्यो दाइको रुममा, भाउजूलाई मन पर्यो। म पनि यहाँ बसिरहेको छु। हजुरहरूलाई सन्चै होला, म पनि सन्चै छु होइन। अहिले भर्खर मात्र यहाँ चाहिँ असिना पनि झरिरहेछ होइन, एकदमै निकै साह्रै पो पर्छ जस्तो छ त। निकै भएको थियो नपरेको फागुनको महिनामा। हाम्रो कल भेना चाहिँ एकदमै उहाँले चाहिँ पानीमा पनि दाउरा फालिरहनु भएको छ। हामीले पनि आधी फाल्यो। नफाल्नुहोस् भिज्नुहुन्छ भनेको, फेरि काम भनेपछि हाम्रो भेना पनि एकदमै गर्नुहुन्छ। पानी त परेको एक्टर कोइचको गोठ यो चाहिँ खड्कसिरीको। म एउटा तपाईँहरूलाई गोठ देखाउँछु है अरू पनि। यो चाहिँ हाम्रो क्यामेराम्यान भर्सेस एडिटरको गोठ हो यो। बनाइसकेको छैनौँ, बनाउँदैछौँ हामीले। जुन चाहिँ टाइमलेस पनि हानेको रहेछ। अब यताबाट म जान्छु, त्यो माथि हाम्रो चर्पी टोइलेट। यताबाट तपाईँहरूलाई म 2टा गोठ देखाउने छु। लेकको पानी जस्तो छ, हामीले धारा चाहिँ यसरी बनाएका छौँ। असिना झरेछ, निकै ठुलो परिरहेको छ। तपाईँहरूलाई म सर्वप्रथम त के देखाउँछु भने चेप्टीको गोठ देखाउँछु पहिला। यो चाहिँ चेप्टीको गोठ हो। त्यही लाममा ठुलो पर्छ त झन्। यस्तो छ हाम्रो अहिलेको मौसम चारैतिर। घुम्ने पनि रहेछ।
झन् झन् ठुलो पर है दिदी बहिनी तथा दाजुभाइ आमा बुवाहरू। अब यो चाहिँ हाम्रो के भन्नुहुन्छ भने यो पनि हामीले सुटिङकै लागि यो धारा बनाएको हो। हामीले पाइप चाहिँ माथिबाट पुट्दै लिएका छौँ। यहाँ ढुङ्गे धारा बनाएको हामीले। यहाँ छ यस्तो रुखहरू। अब हामी भन्दा पनि म चाहिँ सेल काकाको गोठतर्फ लाग्दैछु। सेल काकाको गोठ चाहिँ उतो पल्लै हो। हाम्रो खर्कसिरिजको गोठहरू हो यो सबै। यो हाम्रो सेल्काको बाख्रा गोठ। यो सुत्ने मान्छे गोठ हो। योको स्थिति अहिले यस्तो छ। हामीले ओछ्यान पनि छ। थुन्से यो के पो भन्थ्यो बुझ्यो नछाइ सेटअपहरू पनि यो हो। म चाहिँ अहिले फर्किए पनि तपाईँहरूले देखिहाल्नुभयो। अब अलिक पानी पनि रहे जस्तो भयो। अब पानी रह्यो भने चाहिँ हामी सुटिङतर्फ पनि लाग्छौँ। भिडियो हेर्दै गर्नु होला के कस्तो लाग्छ। म चाहिँ अहिले फर्केर हाम्रो क्यामेरा रुमतिर आइसकेको छु। अलिक रह्यो लास्ट पनि छ घरिघरि पर्ला जस्तो पनि यस्तो छ आकाश चाहिँ। अहिले भने एकदमै ठुलो पानी परिरहेको छ। वेलकम टु भोजपुर नेपालमा पानी अहिले एकदमै परिरहेको अवस्था हेर्नुहोस्। दर्शक महानुभावहरू हेर्नुहोस् प्रत्यक्ष तपाईँहरूले देख्नु भइरहेछ। यसरी झरिरहेछ यस्तो पानी असिना झरीमा पनि म तपाईँहरूलाई के भन्न चाहन्छु भने मान्छे भनेको अरू सबै आराम गरिरहनु भएको छ। तर म चाहिँ भिडियो बनाउँदै यसो भिडियोको लागि पनि होइन तर यसो मौसम देखाउँ भनेर अनि स्वास्थ्यको लागि के हुन्छ भने पानीमा पनि हिँड्नु पर्छ होइन। त्यही भएर म चाहिँ अब हल्का जङ्गलतर्फ लाग्छ है त अक्सिजन लिन पनि जाँदैछु। म चाहिँ अहिले चाहिँ जङ्गलतर्फ पनि आइसकेको छु। किनभने यो पानी परेको बेला अल्छी गर्नु हुँदैन। मान्छे भइसकेपछि आफ्नो फरक टेस्ट गर्न सिक्नुपर्छ। पानीमा पनि हामीले रुख बिरुवा पातदेखि हरेक खालको टेस्टको हामीले चाहिने के अरे अक्सिजन लिन सकिन्छौँ। अहिले हेर्नुहोस् यहाँ यस्तो छ है अहिलेको स्थिति गम्भीर भइरहेछ। सबैजना अरूहरू चाहिँ आराम गरिरहनु भएको छ तर म तपाईँहरूलाई देखाउने छु। भिडियो हेर्नुहोस् यस्तो छ अहिलेको स्थिति। जङ्गलमा यस्तो भइसकेको छ। म अक्सिजन लिनका लागि आएको छु। अक्सिजन कसरी लिने भन्दाखेरि रुखको छेउमा बस्ने टक्क आनन्द लिने होइन। यहाँ पारी हेर्नुहोस् अहिले चाहिँ बारीमा यस्तो भएको छ। हल्का जुममा निकै परिसकेको छ अहिले चाहिँ पत्ताहरू। रुखको फेदमा बसेर अक्सिजन लिँदैछु म चाहिँ आनन्द। बोट बिरुवाहरू यस्तो छ अहिले हरियाली देखिन थालिसकेका छन्। अहिले पानी पर्न साथ अल्छी चाहिँ मान्नु हुँदैन है पटपक्कै। किनभने म चाहिँ आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। आफ्नै स्वास्थ्य छैन भने के गर्नु होइन। पैसाको धेरै लोभ पनि नगरौँ। आफ्नो स्वास्थ्य पहिला ख्याल राखौँ। पैसा भन्ने चिज कमाइन्छ। चाहिँ म यस्तो बाटो छिरिरहेको छु। आमामामामा निकै परेछ यता चाहिँ। अहिले भने म हाम्रो खर्कसिरिजको बाँचेको गोठ आइसकेको छु। बाँचेको गोठ हो यो चाहिँ। बाँचेको गोठमा पनि यस्तो पानी परिरहेछ है। जे बाँचेको गोठ हो। छु यहाँ चाहिँ हाम्रो क्यामेरा फिक्स लेन्स रहेछ ड्रोन। यहाँ छ हाम्रो क्यामेराहरू पनि छ। यो हो
गुलेली मेरो प्रोप्स यहाँ छ मेरो घर चाहिँ यो हो अब म फेरि फर्किएर जाँदैछु माथिल्लो गोठतर्फ भिडियो कहाँसम्म हुन्छ हेर्दै गर्नु होला जाँदैछु म भिडियो पनि सक्यो जाडो भइसक्यो राम 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 सबैजनाले मेरो भिडियो हेर्दै हुनुहुन्छ होइन म फर्किँदैछु अब यता काली अरे खुम्की भन्छ यो ठाउँलाई त यता जाँदैछु अब मेरो भिडियोको अन्तिम चरण आइसकेको छु म तेरी यार जङ्गल हो यो सानो जङ्गलहरू म चाहिँ फर्केर पनि आइसकेँ गोठमा गले 1 घन्टा त घुमियो पानी रहेर रहेछ सबैजनामा बाई बाई भन्न चाहन्छु मेरो भिडियो हेरेर साथ सपोर्ट दिनु होला मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला लाइक शेयर गरिदिनु होला भन्न चाहन्छु है त हस् त धन्यवाद।